आज यदि गणेश नेपाली जीवित हुनुहुन्थ्यो, यदि सरकारले बेलामा उद्धार गरेको भए, गरिबको चमेली बोल्दिने कोही छैन, मलाई बोल्न दे सरकार, मनको कुरा खोल्न दे सरकार भन्ने सरकारलाई गरिब दुखी जनताको आँसु पुछिदे सरकार भन्छु। गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो। आज सुविधा सम्पन्न अस्पतालमा बेलैमा उपचार गरिदिएको भए, एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए, त्यो एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? 2 घण्टा। सम्माननीय सभामुख महोदय, आज ऊ मान्छे गणेश नेपालीको जीवन बाँच्थ्यो। तर के भयो? कन्टेन्ट क्रिएटर, लाइक, भ्युज पाउनका लागि गरिने गतिविधिले त्यो एकछिन त मान्छेले वाह वाह भन्ला, तर गन्तव्यमा यसले घाटा नै गर्छ। सम्माननीय सभामुख महोदय, गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, हाम्रो सीमाको विषयमा हाम्रो यथावत नै छ, तर अलिकति फरक विषयवस्तु आज। सम्माननीय सभामुख महोदय, म यो संसदलाई सोध्न चाहन्छु र सभामुखज्यूलाई पनि अपिल गर्न चाहन्छु, गणेश नेपालीको मृत्यु यो राज्यको नीतिको कारणले गर्दा उसको मृत्यु भयो र आत्मदाह उहाँले गर्नुभयो। र सम्मानित मार्फत, संसद मार्फत म सम्माननीय प्रधानमन्त्रीज्यूलाई विनम्र अपिल गर्न चाहन्छु र संसार नेपाललाई सोध्न चाहन्छु, यो काठमाडौँ सहर अरबपति र करोडपतिहरूको मात्रै हो? यो गरिब दुखी श्रमिक र निमुखा जनताको पनि सहर हो या होइन? पहिला यदि गरिब दुखी जनताको सहर हो भने यो नेपालको राजधानी किन हो? नेपालको राजधानी हो भने यो गरिब दुखी र सरबारा वर्गको र जनताको पनि सहर हो। आज गरिब दुखी जनता यो सहरमा बाँच्न नपाउने भइसके अघिल्लो पटक मेयर भएका कारणले गर्दा यो अवस्था आज सिर्जित बनेको छ। सम्माननीय सभामुख महोदय, सरकार कसलाई चाहिन्छ? सरकार अरबपतिलाई चाहिँदैन सम्माननीय सभामुख महोदय, र करोडपतिलाई पनि सरकार चाहिँदैन। उनीहरूलाई त्यति आवश्यक हुँदैन सरकारको। सरकार ती व्यक्तिलाई चाहिन्छ जो गरिब छन्, जो निमुखा छन्, जो अपहेलित छन्, जसलाई सरकारको आवश्यकता छ। तर आज सरकार ठ्याक्क उल्टो देखिन्छ। सरकारका नीति ठ्याक्क उल्टो छन्। सम्माननीय सभामुख महोदय, आज सरकारका ऐन नीति नियमहरू हेर्दा सुविधा र व्यवस्था हुने खाने अरबपति र करोडपतिहरूको पक्षमा केन्द्रित देखिन्छन्। म एक एक नियम, ऐन, मन्त्री परिषदका निर्णय लिएर पढाउन सक्छु। सम्माननीय सभामुख महोदय, गरिबका लागि देखिँदैनन्। जसको खल्तीकोमा पैसा छ उसले नेपालमा बाँच्न पाउँछ, तर जसको खल्तीमा पैसा छैन उसको जीवनको कुनै मूल्य छैन भन्ने जस्ता सन्देशहरू सरकारका नीति तथा कार्यक्रमले